हेलो साथीहरू नमस्कार, स्वागत छ है हजुरहरूलाई मेरो न्यू डे न्यू ब्लगको साथमा तपाईहरुलाई धेरै धेरै स्वागत छ। अनि आजको मेरो ब्लग चाहिँ हजुरहरूले देखिसक्नुभयो होला है। आजको मेरो ब्लग चाहिँ हुनेछ आजको सावित्री देवीको चाहिँ व्रत है। हामी सबैजना व्रत बसेर चाहिँ आजको दिन चाहिँ पूजा गरिरहेका छौँ। हाम्रो आमाले चाहिँ हामीलाई भन्नुभएको यसरी चाहिँ पूजा गर्नुपर्छ भनेर। यो हामीलाई थाहा थिएन, यो मलाई आजसम्म मैले यो सुनेको पनि थिएन। आज फर्स्ट टाइम व्रत लिएर चाहिँ म पनि बसिरहेको छु है। कारण चाहिँ के भन्दाखेरि चाहिँ हामीले यो चाहिँ खासमा चाहिँ बरको रुखमा गएर पूजा गर्नुपर्ने, तर चाहिँ बर्सातको कारणले चाहिँ पानी परेर चाहिँ हामीले चाहिँ एउटा सानो बर चाहिँ उठाएर ल्याएर चाहिँ घरैमा हामीले चाहिँ यसरी पूजा गरिरहेका छौँ। किन भन्दाखेरि पानी परेर है हामी बरको रुखसम्म जान सकेनौँ, त्यही भएर चाहिँ यहीँनिर बसेर पूजा गरिरहेको छौँ। ब्रह्म सत्य पूजा पनि त्यही भइरहेको छ। फेरि गर्दै जानु धात्रे नमः पादो पूजयामि विधात्रे नमः जङ्गे पूजयामि। अब यहाँ पूजा सक्छ, त्यस पछाडि चाहिँ हामी जानेछौँ बरको रुखतिर। हेर्दै गर्नु होला है। अब यहाँको चाहिँ हाम्रो यति गरिसके पछाडि पूजा लगभग आधी भयो है। अब हामी चाहिँ लागिरहेको छौँ बरको गाछमा। त्यहाँनिर हामी चाहिँ सबैजना यसरी सामानहरू बोकेर, पूजा गर्ने सामानहरू बोकेर चाहिँ हामी चाहिँ यसरी चाहिँ अब गइरहेको छौँ। जाँदाखेरि चाहिँ सलाई सिद्धिएछ हो, हाम्रो पूजा गर्दा गर्दा सलाई सिद्धिएछ। अनि हाम्रो दिदी पनि जाँदै हुनुहुन्छ, उहाँले पनि कति धेरै सामान बोक्नु भएको छ, हाई गर्दै हुनुहुन्छ है बिचरा। अनि हामी चाहिँ सलाई सिद्धिएछ र अनि दिदी म माथि सलाई लिन जान्छु है भन्दै माथि जानुभयो। अनि सलाई लिइवरिकन आएर अनि फेरि हामी चाहिँ बाटो लाग्यौँ। हिँड्दै हिँड्दै सबैजना गयौँ। अनि अलिकति टाढै छ नि त, सलाई लिनु जानुभएको छ माथि, म चाहिँ पर्खिँदैछु तल। अनि हामी चाहिँ यसरी नै पुग्यौँ। अनि पुगेर पनि आमाले पूजाआजा गर्नु थालिसक्नुभयो। यति ठुलो छ हाम्रो यी बरको गाछ चाहिँ, यी नजिकैमा छ। हिँड्दाखेरि 2 मिनट यस्तै लाग्छ होला बिस्तारै हिँड्यो भने। अनि दिदीले पनि हेर्दै हुनुहुन्छ बरको गाछलाई मजाले। अनि यहाँनिर हाम्रो पण्डित बाजे हुनुहुन्छ है, उहाँले चाहिँ हामीलाई पढिदिनुहुन्छ। अनि हामी चाहिँ पूजा गरिरहेको छौँ, उहाँले सिकाउँदै हुनुहुन्छ। अब हामीलाई आउँदैन नि त अब त्यसको लागि। अनि केटाकेटीहरू चाहिँ कुदेकै छ यहाँ, बदमास गरेर कुदेर है। ज्वरो दिएर रातभर बिमार भएको मान्छे यसरी कुद्दै बसिरहेको छ। अनि यसरी हामीलाई चाहिँ पूजा गरेर बस्नु, यसरी गर्नुपर्छ भन्दै सिकाउँदै हुनुहुन्छ हाम्रो बुवाले। कति राम्रो फोटो आएको, क्यामेरा राम्रो पो रहेछ त। कस्तो राम्रो हात निस्किएको, हात राम्रो कि मेरो मोबाइल राम्रो हो? हातहरू त कम्ती दामी आउँदैछ नि त दुईजना। कति राम्रो आएको। अब एउटा मन्त्र दिएको छ यो मनुष्य पुराणबाट। हातमा सबैजनाले फुलेर ध्यान गरौँ अरे। बटमोले हितो ब्रह्म बटमध्ये जना बटमले है। बटमोले हितो ब्रह्म ब्रह्म बटमध्ये जनार्दन बटाले तु शिवो देव सावित्री बट संस्था भगवती सावित्री देवी भन्नुहुन्छ अरे। बट चिन्तामि ते मूलम यो कलश गणेश स्थापना गरी विश्वास सावित्रीको लागि टकरीमा धान र चामल लागि त्यसपछि कलश प्रार्थना गर्ने। हरि ओम सावित्री देवी नमो नमः। यो बट्टारेको मलाई खिचे फोटो भिडियो बनाइदिउँ न। अनि के त एउटै बनाउँ न यहाँ यहाँ अहिले भर्खर बनाउँदैछु मैले, अघि त बनाएँ। म पकिरहेको छु नि त ल। हुन्छ मैले त सक्यो अघि सिद्धेको त। यहाँ दाइ हजुरलाई पक्रिनु दिन्छ। मैले त अघि पनि घुमेर है बरमा चाहिँ यो गरिसकेको थिएँ, तर पनि फेरि जाँदैछु। फेरि जति बटार्नु सक्यो त्यति नै हुन्छ अरे नि त। आज त 108 चोटि बटार्नु पर्ने रहेछ, यहाँनिर घुम्नु पर्ने रहेछ बरको गाछमा है। म त पहिलोचोटि थाहा पनि भएन, यस्तो धेरै सामान पनि लगेको थिइनँ। तरै पनि एकजनाले गरे पनि त सबैले गरेको जस्तै हुन्छ। हामी गाउँको सबैजना भएर गरेको थियौँ है।
अनि यस्तो तरिकाले चाहिँ हाम्रो राम्रो भयो पूजा। तर कारणवश अलिकति 1-2 जना चाहिँ नभ्याउने भएर है, अब यस्तै हो छोरी मान्छेको प्रकृति नियम। त्यसले गर्दाखेरि चाहिँ रोकेर चाहिँ हामी चाहिँ अलिक कम्तीजना मात्रै भयौँ पूजा गर्ने। अब हेर्ने त हुनुहुन्थ्यो यता साइडमा, अनि त्यहाँबाट हामी चाहिँ यतिजना भएर मात्रै यहाँनिर चाहिँ यसरी चाहिँ पूजा गऱ्यौँ। आज सत्य सावित्रीको चाहिँ व्रत बसेर हाम्रो श्रीमानहरूको चाहिँ आयु लामो होस्, धेरै वर्ष बाँच्नुहोस्, राम्रो होस् भनेर चाहिँ हामी चाहिँ यसरी चाहिँ आजको दिन व्रत बस्यौँ हामी सबैजना है। मलाई त थाहा पनि थिएन, आज फर्स्ट टाइम बसेको। अनि राम्रो लाग्यो, खुसी लाग्यो। हाम्रो आमा हो उहाँ, रातो साडी लाउने है आमाले नै मलाई भन्नुभएको थियो हिजो साँझमा आएर चाहिँ यस्तो यस्तो गर्नुपर्छ भनेर। त्यही भएर म पनि बसेको थिएँ व्रत। खुसी लाग्यो। आमालाई पनि धेरै धेरै धन्यवाद, यति राम्रो कुरा सिकाउनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद है। अनि अब आउने दिनमा पनि पूजा गर्नु नसके पनि यो वरको रूपमा चाहिँ गएर अर्को साल पनि म सम्झेछु भने भरसक सम्झने कोसिस गर्छु। अनि म फेरि पनि वरको रूपमा चाहिँ गएर म पूजा गर्नेछु। अनि यहाँनिर चाहिँ उभिरहेको थिएँ। हाम्रो आन्टीको चाहिँ यहाँनिर लट्टा परेछ हो, यहाँनिर कता लट्टा परेछ। अनि यहाँ मैले चाहिँ यो जनैलाई चाहिँ यसो निकाल्न सघाउँदैछु। यहाँनिर सघाइरहेको छु, खै कताबाट बटारेछ अलिकति हल्का लास्टमा यसो गरेर चाहिँ निकालेर चाहिँ फेरि बटारेर चाहिँ हाम्रो पूजा पनि सक्यो। अनि मैले पनि यसरी चाहिँ पूजा गरेँ है। यहाँ आमाले जस्तो जस्तो गर्दै हुनुहुन्छ त्यस्तै गरेर मैले पनि पूजा गरेँ, सिकेँ, खुसी लाग्यो। हाम्रो पतिदेवको लागि चाहिँ हामीले यसरी व्रत बस्नु पर्दो रहेछ, गर्नुपर्दो रहेछ है। अनि यसरी टीका लाउनु पर्दो रहेछ, यो वरको रूपमा चाहिँ लामो आयु होस् भनेर चाहिँ यसरी चाहिँ टीका लाउनु पर्छ अरे। अनि मैले पनि टीका लगाएँ, ढोगेँ वरको रूपमा। यस्तै तरिकाले चाहिँ हल्का पूजाहरू चाहिँ गरेर आजको दिन बित्यो। अनि अर्को कुरा, मेरो ब्याट्री चाहिँ लो भइसक्यो है साथीहरू है। अनि लो भइसकेर अब आए पछाडि चाहिँ घरमा आएर चाहिँ मजाले चाहिँ हाम्रो गुरुबाले चाहिँ हामीलाई यो सत्य सावित्री चाहिँ कसरी यस्तो भयो, के भयो भन्ने कुरा कहानी बताउनुहुन्छ, कथा सुन्नुपर्ने। तर मेरो चाहिँ ब्याट्री सक्यो है साथीहरू। ब्याट्री सकेको कारणले चाहिँ म हल्का मात्रै बनाउँछु। अब हल्का बनाएर चाहिँ तपाईँहरूलाई देखाउने छु। यो चाहिँ फर्किँदै गरेको हामी भिडियो। अब सकेर चाहिँ टुकुन टाकन पनि जाँदैछ, हामी चाहिँ यसरी फर्किँदैछौँ। लास्टमा त दिदी पनि आउँदैछिन्, म पनि आउँदैछु। हामी चाहिँ वरलाई पूजा गरिसकेर अब हिँडेको। दिदी म त चाउरी पर्दैछु कि क्या हो? चाउरी पर्दैछ त, भोक लागेर हो। आज व्रत हो नि त, कति बजिसक्यो पनि अहिलेसम्म केही नखाएछ। स्वर पनि अर्कै भइरहेछ, गायिकाको जस्तो भएको छ मेरो स्वर त। कुन गायिकाको जस्तो त भन्नु त? रानी मुखर्जीको जस्तो छ हो, रानी मुखर्जीको जस्तो त होइन हौ, हिरोइनको जस्तो स्वर भइरहेको छ हौ। हिरोइन त्यस्तो स्वर भएको छ अरे। अब अर्को जन्ममा चाहिँ हुन्छ कि हिरोइन, यो जन्ममा चाहिँ भइएको छ। तपाईँले त कसलाई हिरोनी बनाएको छैन हो, सब हिरोनी छ होइन भन्नु त? हिरोनी नहुने त कोही छैन, सबै मोबाइलले आफ्नो आफ्नो हिरो हिरोनी। अनि यसरी सबैजनाको फोटो सुट गऱ्यौँ है। फोटो खिच्दा यता त्यता के गर्दा गर्दा त मेरो ब्याट्री पनि खत्तम भयो। अनि हजुरहरूलाई मैले पुरा भिडियो देखाउन पाइनँ, त्यसको लागि सरी है। यो कथा त तपाईँहरूले युट्युबमा गएर पनि सुन्न सक्नुहुन्छ। जस्तै बाजेले सुनाउनु भयो त्यो कथा चाहिँ हजुरहरूलाई मैले प्रस्तुत गर्न सकिनँ, त्यसको लागि क्षमा प्रार्थी छु। अनि आजको मेरो ब्लग चाहिँ यहीँ समाप्त हुन्छ। हजुरहरूलाई धेरै धेरै हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है। अनि फेरि पनि अर्को नयाँ ब्लग केही कुराको म बनाएर आउनेछु। केही स्पेसल दिन भयो भने होइन, कुनै दिन घरको कामहरूको बारेमा म हजुरहरूलाई अपडेट गराइरहनेछु। त्यसको लागि चाहिँ हजुरहरूले हेरिदिनु होला। मेरो भिडियो मन